Here is one boca soda. अब मलाई भ्लग युट्युबर सम्झ्यो भने बेग्लै कुरा हुन्छ हैन हाम्रो गोप्रो छुट्यो नि त त्यही भएर गर्नु है हामी 5 चोटी डिप्स हान्छ तिमीले माउन्टेन ड्यू किन दिनु पर्यो ए Hello guys, welcome to our YouTube channel. It's Sajay and it's my Ayush. And here is one boca soda. Here is one boca soda. कस्तो मौसम पनि दामी दामी छ हेर्नु हाम्रो राइसल्टीको कपाल हेर्नु न ठ्याक्कै त पछाडि बाँदरको पुच्छर हुँदैन काट्दाखेरि ठडिन्छ नि त्यस्तै देखिरहेछ यहाँ हेर्नु यहाँ हाम्रो कलौटे साथी पर भाइरल छ नि फेरि टिकटकमा एनी टाइम हो लाइभ उसको त मौसम नि राम्रो छ अनि हामी यसो घुम्न भनेर निस्केको हो मौसम हेर्नु न कस्तो दामी छ आज रमाइलो छ अब बिच त के भन्नु है यसलाई बिच त नभनौँ त्यही पनि खोलाको खावा हाम्रो फेरि निहोङ खावा देश अब मलाई भ्लग युट्युबर सम्झ्यो भने बेग्लै कुरा हुन्छ होइन हाम्रो गोप्रो छुट्यो नि त त्यही भएर अब यतिले चलाउनु पर्छ तेमुतिरै छ हाम्रो गोप्रो कसैको सिनमा अड्केको छ कसैको तेमुमा अड्केको छ होइन अब त्यस्तै हो सोरे खारा भने सोरे खारा गोप्रो आरिमासे यतिको जापान आइसकेपछि यतिको साथी भेट्नु हामी जस्तो चिल को छ होला भन्नु त तिमी त आजदेखि काममा जाँदैछौ हेर म बेरोजगारसँग गजल छु म कहिले पनि काम हेर्नु त्यो भनाइ हो यहाँ चाहिँ कस्तो हुन्छ भने नेपालीले नेपालीको खुट्टा बाल्छन् मैले भनिरहेको छु काममा गए नगए पनि ओ यो मान्छे पनि लगभग 10-20 हजार 20-25 हजार कमाइसकेको छ आउनु पैसा अड्केको छ 12,000 2 दिन गएको अब के थाहा होइन 2 दिन गएको 12,000 कमाएको पैसा कहिले दिनु थाहा छैन पैसा दिने कुरै गरेको छैन काम कन्फर्मको लागि अर्कियो भन्नु काम खुलिँदै भयो पैसा सुलिँदै भयो अब तपाईँहरू बुझ्नु न आफै यहाँ दुःख छ भनेको यदि आफूले मेहनत गर्ने भने पैसाको हुन्छ त आफूमा भर पर्ने हो त भुस्टिग्रे जस्तो नेपालमा सुतिराख्यो भने त पैसा हुँदैन अनि अर्को कुरा ल्याङ्ग्वेज चाहिँ N4 कम्प्लिट गरेर ल्याङ्ग्वेजहरू त अब N4 यस्तो हो तपाईँले त्यहाँ N5 मात्रै सकेर आउनु भने यहाँ पढ्नु भने हुन्छ अब म हेर्नु 7 लेसन पढेर आएको त्यही पनि सर्भाइभ गरिरहेको छु त्यो भनाइ हो म 8 हो हेलो यो त हेर्नु यस्तो छ हाम्रो साथीहरू त्यो भनाइ हो होइन तर के हुन्छ भने आफूमा भर पर्ने कुरा हो आफूले यहाँ आएर टाइम दिएर हल्का पढ्नुभयो भने काम गर्दै पनि पढ्दो रहेछ नि यहाँ मान्छेहरू देखिन्छ चिनिन्छ होइन युट्युबर हुन्छ कि कस्तो खुसी लाग्दैछ चकचक पनि चकचक चाहिँ यसो नेपालीहरूको कस्तो हुन्छ भने तपाईँले बुझ्नु सुन्नुभएको होला नि बाँदरलाई आफ्नो घर पनि बनाउँदैन अरूको पनि बनाउनु दिँदैन हो भर्खरको उमेर हो सबैको होइन चकचक त हुन्छ तर सोचेर गर्नु है हामी 5 चोटी डिप्स हान्छ तिमीले माउन्टेन ड्यू किन दिनु पर्यो ए अब यहाँ हेर्नु न पैसामा बिक्न अरे माउन्टेन ड्यू के पाउँछ है हेर्नु यस्तो छ अब चकचक गर्दा चाहिँ यहाँ ख्याल गर्नुपर्छ हरेक कुरा होइन किनभने नेपाल होइन जापान हो कतिखेर घर फर्काइदिनु थाहा हुन्न कतिखेर घर फर्काइदिन्छ तपाईँले अब झुकेर कहिले काहीँ ल अन्त फ्यालिहालेछ भनेर यसो ट्रेनको स्टेसन साइडतिर हेर्नु सुनिराख्नु भएको होला होइन त्यस्तो हो अब किनभने भ्लग बनाउँदा गोप्रो सिनतिर अड्केको छ मोबाइलबाट काम चलाउनु पर्दाखेरि हुन्छ हामी यहाँ आएको होइन टक्क रमाइलो हुन्छ भनेर बिच भ्यू साइडमा हेलो बसी तोत्तेमो बेदेओ तोरीमास यस्तो टक्क हामी यहाँ आएको होइन रमाइलो गर्न यसो घुम्न किनभने यसो तपाईँलाई स्ट्रेस छ कामको थकान हुनुहुन्छ भने यहाँ देख्न सक्नुहुन्छ धेरैजना बसिरहेको हुन्छ त्यसरी भिड हुन्छ यति भन्दै आजको ब्लग हामी यहीँ सक्छौँ